कम्युनिस्ट एकता प्रक्रियाबाट अलग हुनुभएका नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठनमा लाग्ने घोषणा गर्नुभएको छ। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भुसालले पार्टी नेतृत्वकै कारणले कम्युनिस्ट आन्दोलन तीव्र अराजनीतिकरणका साथै दक्षिणपन्थी र अवसरवादी बन्दै गएको भन्दै अहिलेको एकता प्रक्रियामा समाहित हुन नसकिने समेत स्पष्ट पार्नुभयो। उहाँले अहिलेको अवस्थामा इमानदार क्रान्तिकारीहरूले नयाँ पहल कदमीका लागि तयार हुनुपर्ने बताउनुभयो। तथाकथित एकताको भ्रममा नपर्न आग्रह गर्दै उहाँले नेकपा एकीकृत समाजवादीको आफ्नै हैसियतमा धैर्यताका साथ रहन अपिल गर्नुभयो। आगामी मक्सिर पहिलो हप्ता आयोजना गरिने भन्दै उहाँले राष्ट्रिय भेलाको तयारीमा लाग्न सबैलाई अनुरोध गर्नुभयो। त्यस भेलाबाट आगामी कार्यभार र कार्ययोजना निर्माण गरिने उहाँले जानकारी दिनुभयो। आन्दोलनको विचार र संगठन तथा जीवनवृत्तिमा समेत व्यापक पुनर्गठित अति जरुरी रहेकाले अब आफूहरूको ध्यान त्यसतर्फ हुने उहाँले बताउनुभयो। उहाँले कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको घोषित उद्देश्यका साथ बनेको पार्टीले आफ्नो औचित्य स्थापित नगर्दै एकीकरणको प्रक्रिया अगाडि बढाउनु ठूलो धोका भएको उल्लेख गर्नुभयो। एकताका नाममा उल्टो बाटो हिँडेर तमासा गर्न लागेको टिप्पणी गर्दै भुसालले त्यस्तो एकताले कम्युनिस्ट आन्दोलनलाई अझ समस्याग्रस्त बनाउँदै लैजाने उहाँले बताउनुभयो। हाम्रो यो नेकपा एकीकृत समाजवादी नेकपा एमालेसँग हामीले विद्रोह गरेर भन्ने गरेका छौँ। विद्रोह गरेर चाहिँ त विभाजित भयो, आज चाहिँ उसितै एकीकृत गर्दैछ। विभाजित हुँदाखेरि के भयो? त्यो के भयो? त्यो पुनर्गठन र रूपान्तरणमा हामीले के गर्यौं वा गरेनौं भन्ने कुराको सामान्य समीक्षा समेत नगरेर आज फेरि लगेर, फेरि म क्याटेगोरिकली भन्दैछु, समीक्षा समेत नगरेर फेरि त्यहाँ लगेर बुझाउनु भनेको, बुझाउनु मैले खास गरी एकताकै अर्थमा भने वा प्रचण्डजीको आँखाबाट हेरौँ, नेकपा माओवादी एकीकृतको त्यो डिएनएमा जिनमा भएको के चीज हो जसले नेकपा माओवादी केन्द्रलाई भयंकर क्रान्तिको कुरा गरिराख्ने, रूपान्तरणको कुरा गरिराख्ने, तर जतिखेर पनि आँखा सत्तामा लगाइराख्ने यो 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 किन बनेको छ? यस्तो पार्टी किन बनिरहेको छ? त्यसको डिएनए के हो? त्यसमाथि कहिले छलफल नगरेर त्यहाँभित्र प्रचण्ड पथका सफलता असफलता के हुन्, जनयुद्धका सफलता असफलता के हुन् भन्ने कुराको साङ्गोपाङ्गो मूल्याङ्कन गरिएको भए हामीले विद्रोह गरेर यो विद्रोहको सफलता र असफलता के हुन्, यसका जिम्मेवार को हो, नीतिगत रूपमा को हो, व्यक्तिगत रूपमा को हो भनेर गरेको भए आउने जेनेरेसनका लागि यो ठुलो शिक्षा हुन्थ्यो र त्यस्तो एकता दिगो एकता हुन्थ्यो। उहाँ विवाद उठ्यो माओवादी केन्द्रभित्र, मङ्सिरभित्र सम्मेलन अधिवेशन गर्नुपर्ने छ, के हुने हो, त्यसले गर्दाखेरि टार्नुपर्ने भयो, यतापट्टि हामीमाथि मुद्दा लाग्यो, के भयो हामीले पार्टी चलाउन सकेनौँ, हामीले लगेर चाहिँ बुझाउनु पर्ने भयो। यस खालको सङ्कटहरूलाई थुपारेर सङ्कट मोचन गर्ने जुन फर्मुला तयार भएको छ अहिले, यो गलत छ। कमजोरहरू ओह्रालो लाग्दै गरेकाहरूको एकताले उकालो लागिन्छ भन्ने जुन अहिले भाष्य बनाउन खोजिँदैछ, जो आफै ओह्रालो हिँड्दैछन्, यसले निकास दिँदैन। स्वभाव अहिले हामीले यति भनिराख्दाखेरि के एमाले चाहिँ निकास हो भनेर मान्छेहरूले हामीमाथि प्रश्न गर्नेछन्। निस्सन्देह नेकपा एमाले आज वाम आन्दोलनको लागि कसैको विकल्प होइन, कसैको विकल्प होइन। मैले त त्यो फासिजमको नाजिजमको के उहरू हेर्दाखेरि उग्र उग्र व्यक्तिवाद, उग्र निरङ्कुशता, त्यो क्रूरता, नीतिहीनता, सिद्धान्तहीनता, यस्ता चरित्रहरू राखेर फासीवाद, हामी फासिजम नाजिजम भन्छौँ नि, त्यसलाई हेर्ने हो भने नेपाली कम्युनिस्ट आन्दोलनभित्रको एउटा डरलाग्दो प्रवृत्ति त्यहाँ छ। त्यसले पार्टी फोड्छ, तोड्छ, प्रश्न उठाए निकाल्दिन्छ, मुलुकलाई त्यसै गरी चलाउन चाहन्छ र आफ्नो सारा त्यो राष्ट्रको भविष्यमाथि आफ्नो लाछाप लगाउन चाहन्छ। यस अर्थमा त्यो विकल्प त हुँदै होइन। त्यो विकल्प होइन भन्ने कुरा त 10 वटा 20 वटा घटनाले देखाएको देखाइछ।
कानुनी रूपमा के हुन्छ त्यो अर्को कुरा हो। राजनीतिक रूपमा आफ्नै ठाउँमा रहनु होला। जिल्ला कमिटी छन्, के छन्, प्रदेश कमिटी छन्, प्रदेश कमिटीको सदस्य वा पदाधिकारी हुनुहुन्छ, गाउँ कमिटी छन्, विभागहरू छन्, जनसङ्गठनहरू छन्, तिनीहरू नै वैधानिक हुन् है। अहिले हाम्रो लागि राजनीतिक रूपले तिनीहरू वैधानिक हुन्। आफ्नै ठाउँमा नेकपा एकीकृत समाजवादीकै रूपमा रहेर क्रियाशील रहिरहनु होला। हामी आउने मङ्सिर पहिलो हप्तासम्म राष्ट्रिय भेला गर्छौँ। त्यो राष्ट्रिय भेलामा ती क्रान्तिकारीहरू जम्मा हुनेछन् र त्यसमा हामी जम्मा हुनेछौँ र अनि अब कसरी जाने भन्ने कुरा हामीले त्यहीँबाट लोकतान्त्रिक हिसाबले छलफल गरेर अझै गम्भीर छलफल गरेर हामीले हाम्रो बाटो तय गर्नेछौँ। त्यतिखेरसम्मका लागि नआत्तिनु होला। अहिलेको सेयर मार्केटको गडबडबाट तपाईँहरू प्रभावित नहुनु होला। हामीले हाम्रो आन्दोलनलाई, हाम्रो देशभक्तिको, अहिले मैले भनिसकेका थिएँ, हाम्रो देशभक्तिको आन्दोलनलाई, हाम्रो राष्ट्रियताको आन्दोलनलाई, हाम्रो सामाजिक न्यायको आन्दोलनलाई, हाम्रो समाजवादको आन्दोलनलाई कसरी हामीले बलियो बनाउन सक्छौँ भन्ने बारेमा तपाईँहरूका सुझावहरू हाम्रो लागि धेरै महत्त्वका हुनेछन्। यो फलानु गएर त्यहाँ यत्रो पद लियो पायो भन्ने कुराबाट होइन, क्रान्ति कहाँ गयो भन्ने कुरामा सबै देशभरिका क्रान्तिकारीहरूले सोच्नु होला। यो नेकपा एकीकृत समाजवादीको आज रहेका मान्छेहरूको मात्रै आधारमा सिङ्गो कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित एकीकृत गर्न सकिने उल्लेख गर्नुभयो। भुसालले अहिलेको अवस्थामा प्रचण्ड र माधव नेपालले नेतृत्व छान्न घोषणा गरे एकता प्रक्रियामा सहभागी हुन तयार रहेको जिकिर गर्नुभयो। नेपाल बहस टेलिभिजन खोजमूलक पत्रकारिता।